अस्ट्रेलियन गभर्नमेन्ट डिपार्टमेन्ट अफ होम एफेयर्सले केही नयाँ अपग्रेड गरेको छ। विभिन्न किसिमका विभिन्न क्याटेगोरीका भिजाहरूमा एप्लाई गर्ने चार्ज भिजा फी बढाएर लिएर आएको छ, जसमा स्टुडेन्ट भिजा सब क्लास 500 मा $1600 देखि $2000 सम्म बढाएको छ भने टुरिस्ट भिजा सब क्लास 600 मा $200 देखि $500 $200 बाट $500 मा पुर्याएको छ। यो भनेको औसतमा एप्लाई गर्ने चार्ज भिजा फी 25% सम्म बढाएको मानिन्छ। अन्य जानकारीका लागि तपाईले आइसिएसजी एजुकेसन चिप्लेढुङ्गा पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ भने आफै हेर्न चाहनुहुन्छ भने दिएको वेबसाइटमा पनि तपाईले बुझ्न सक्नुहुनेछ।